शेर मल्ल जो नेपाली क्रिकेटका भविष्यका रूपमा हेरिएका छन्। नेपाल प्रिमियर लिग सिजन 2मा उनी शेर झैँ गर्जिएका थिए। उनको क्रिकेट यात्रा धनगढीबाट सुरु भयो। धनगढी जसलाई क्रिकेटको सहर मानिन्छ, यही सहरबाट नेपाली क्रिकेटमा नयाँ ऊर्जा बोकेर आएका हुन् युवा अलराउन्डर शेर मल्ल। सन् 2002 डिसेम्बर 1मा जन्मिएका शेर सानै उमेरदेखि क्रिकेटप्रति आकर्षित थिए। गल्ली क्रिकेटबाट सुरु भएको उनको यात्रा क्रमशः स्कुल, एकाडेमी, स्थानीय क्लब हुँदै प्रतिस्पर्धात्मक क्रिकेटतर्फ अघि बढ्यो। क्रिकेटप्रतिको उनको लगावमा परिवारको साथ र हौसला महत्त्वपूर्ण रह्यो। यही समर्थनले शेरलाई नियमित अभ्यास, अनुशासन र धैर्यतर्फ केन्द्रित गरायो। बायाँ हाते ब्याट्सम्यान तथा दायाँ हातका अफ ब्रेक बलर, शेर आधुनिक क्रिकेटको आवश्यकतासँग मेल खाने अलराउन्डर हुन्। ब्याटिङमा स्ट्रोक खेल्ने क्षमता र बलिङमा फ्लाइट र टर्न गर्ने उनको मुख्य विशेषता हो। यही बहुआयामिक क्षमताका कारण उनी अन्डर 19 टोलीमा छनौट भएका थिए। त्यहाँ उनले बलिङमा प्रभाव जमाउँदै तल्लो क्रमबाट उपयोगी रन समेत जोडे। त्यसपछि उनी नेपाल ए टोलीसँगको यात्रा तय गर्दै अहिले राष्ट्रिय टोलीमा प्रवेश गर्न सफल भएका छन्। प्रधानमन्त्री कपमा सुदूरपश्चिमको कप्तान समेत रहेका शेर मल्लको करियरमा निर्णायक मोड भने नेपाल प्रिमियर लिग सिजन 2 बनेको हो। लुम्बिनी लायन्सबाट खेल्दै गर्दा उनले दोस्रो संस्करणमा उत्कृष्ट प्रदर्शन गरे। 10 खेलमा 17 विकेट लिँदै उनी प्रतियोगिताका संयुक्त सर्वाधिक विकेट लिने खेलाडी बने। पावर प्लेमै विकेट निकाल्ने उनको क्षमताले लुम्बिनी लायन्सलाई निरन्तर दबावमुक्त बनायो। मिस्ट्री स्पिन मार्फत विपक्षी ब्याटरलाई समस्यामा पार्ने शैली नै उनको पहिचान बन्यो। लुम्बिनी लायन्सलाई एनपिएलको उपाधि दिलाउने क्रममा शेर मल्ल मुख्य पात्र समेत बने। यही प्रदर्शनका कारण उनलाई प्रतियोगिताको उदयमान खेलाडी बनायो। टोलीका कप्तान रोहित कुमार पौडेलले सार्वजनिक रूपमा शेरको भविष्य उज्जवल रहेको प्रतिक्रिया दिएका थिए। यही विश्वासले शेरलाई राष्ट्रिय टोलीको ढोका खोलिदियो। रोचक त के छ भने जनकपुर बोर्ड्सले पहिलो संस्करणको एनपिएल उपाधि जित्दा पनि उनको भूमिका महत्त्वपूर्ण थियो। आइसिसी टी20 विश्वकप 2026 का लागि नेपालको 15 सदस्यीय टोली घोषणा गर्दा शेर मल्ल पहिलो पटक सिनियर राष्ट्रिय टोलीमा समावेश भए। उनी विश्वकप टोलीमा रहेका एकमात्र अनक्याप्ड खेलाडी हुन्। भारतको वानखडे स्टेडियम जस्तो पिचमा शेरको मिस्ट्री स्पिन प्रभावकारी बन्न सक्ने अनुमान गरिएको छ। गल्ली क्रिकेटदेखि नेपाल ए हुँदै राष्ट्रिय टोलीसम्म पुगेका शेर मल्ल नेपाली क्रिकेटको नयाँ पुस्ताको प्रतिनिधि हुन्। विश्वकप 2026 उनका लागि अनुभव सँगाल्ने मञ्च हुनेछ। यही अनुभवले उनलाई भविष्यमा नेपाली क्रिकेटको स्थायी खेलाडी बनाउने विश्वास गरिएको छ। पुर्ख्यौली घर डोटी हुँदै धनगढीबाट सुरु भएको उनको क्रिकेट यात्रा अहिले विश्वकपको रङ्गमञ्चमा पुगेको छ। यो वर्षलाई उनले कति मजबुत रूपमा प्रस्तुत गर्छन् त्यो भने हेर्न बाँकी नै छ। यो सँगै शेर मल्लको खेल तपाईहरूलाई कस्तो लाग्छ? टी20 विश्वकप 2026 मा उनको प्रदर्शन कस्तो रहला त? कृपया आफ्नो प्रतिक्रिया कमेन्ट बक्समा राख्न नबिर्सिनुहोला। यो सँगै यस्तै खेलकुद समाचार र अपडेटका लागि भने बेनज बिस्ट युट्युब च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला। धन्यवाद।